हेलो नमस्ते सबैजनालाई हामी चाहिँ आज फेरि नयाँ रियाक्सन भिडियो लिएर आएको छौँ माया देखाइदिनु होला सबैजनालाई त्यही भन्न चाहन्छु हस् त मजाले हेर्नु होला नमस्ते क्यों बे ओवर एक्टिंग करता है साला ओवर एक्टिंग की औलाद ल सुरु गर्दिएको है आजको चाहिँ हामी के बनाउन लागेको कुन गरे सिलु दिदीको हाम्रो सिलु पोखरेल के सिलु पोखरेल कुलत बजारमा सनसनी भइलेछ कि यहाँ त्यही भएर हामी रियाक्ट हाल्नु पर्यो यहाँ टिकटकमा देखिरहेको थिएँ मैले हल्का सिलु दिदीले मार्केट खायो नि त अहिले ल है सुरु गरिदिएको सबैजना स्टार्टिङ चाहिँ खतरा है ए त सिडनीबाट रहेछ नि त है रेकर्ड गरेको बुझ्यो तिमीहरूले यो अगाडिको मलाई त्यो सुनको दाम देखाए त्यसको त यार केही बुझेन यार फेरि सुनाऊ है खाते ऱ्यापरहरू म गन्दै गन्दिनँ अरे त्यो भने उसको चाहिँ दिमाग अलिकति टाटो रहेछ कान है कान भन न कति दिमाग होइन कान दिमाग छ फेरि अलि मजाले सुनाऊ है त्यसको बोयफ्रेन्ड हो नि त्यो गोल्डी हो कि सिलुको बोयफ्रेन्ड एप्स निकाल्यो बिहारीको खिस मेरो नाममा भएको छ मेरो नाममा भएको छ लड्दै पढ्दै आइपुगेमा छता चुल्ला भएको रहेछ विकृतिलाई ने पपेर साह्रै बदनाम भएको रहेछ सिंहासनलाई सम्हाल्न खाँचो मेरै भएको रहेछ गर्छुमा प्रे दुई हात जोडेर अने भप सधैँ राम्रो होस् भनेर अने भप डुब्यो मालेहरू चिरेर आइसक्यो म गोली गट्टा बोकेर केही हुन दुई चार सबै ऱ्यापरहरूलाई भने चाहिँ क्या मालेहरू चिरेर के भन्यो नि त होइन एक्सेन्ट त मर छ त्यहाँ सिटीको त सबै ऱ्यापरलाई उस गरे कस्तो एक्सेन्ट बोली ल्याङ्ग्वेज भनेको कि अरू ऱ्यापरहरूको हेला भयो यार हरू मरेर रिस गर्नेहरू साला रिस गरिराख लाग्दैछ मेरो पनि खुकुरीमा धार सक्छु म झेल्न शब्दको प्रार आदि बाटो हिँडिसके हेर्दिन ऱ्यापरहरू सबैजना गाजा गोटी खाने काम दाम केही छैन कफीमा त दिने दिनभरि चार्जमा काल्पनिक संसारमा काम पनि छैन फुर्सदै छैन दाइहरू भन्यो भाइहरू भन्यो गाजाको टक्कै सुनेर छेउमा गएर आफैले टक्क चुरुट मस्त होला यसले गोल्डी दुईजना मिलेर स्वाट होला है तर यसले त लास्ट भन्दै क्या ऱ्यापरहरूलाई है होइन फेरि सुनाऊ न है ऱ्यापरहरूलाई त्यस्तो त भन्नु हुने दुई हात जोडेर अने भप सधैँ राम्रो होस् भनेर अने भप डुब्यो मालेहरू चिरेर आइसक्यो म गोली गट्टा बोकेर केही हुन्न दुई चार कुकुरहरू मरेर रिस गर्नेहरू साला रिस गरिराख लाग्दैछ मेरो पनि खुकुरीमा धार सक्छु म झेल्न शब्दको प्रार आदि बाटो हिँडिसके हेर्दिन ऱ्यापरहरू सबैजना गाजा गोटी खाने काम दाम केही छैन कफीमा त दिने दिनभरि चार्जमा काल्पनिक संसारमा काम पनि छैन फुर्सदै छैन दाइहरू भन्यो भाइहरू भन्यो गाजाको पोको अगाडि राख्यो थरी थरी गाजा पाले पालो तान्यो आफूले डोपेस्ट ऱ्यापर ठान्यो लाउरेको ऱ्याप एकदमै फ्ल्याट नो रिदम नो राइम्स फुल अफ क्र्याप हार्यो दाइले लिरिकल गेम धुलोले उडायो नेम एन्ड फेम ऱ्यापरहरू सबैले गरिरहेछन् फुल चुरोट तान्दै पोडकास्टमा बन्न खोज्छन् कुल सब ऱ्यापरलाई पेलेरै भन्दै जस्तो भन्दै त है के हेरेर चाहिँ सिलले त सिले दिदी हो हाम्रो सिलु दिदी हो नि बलेको त सिलु बेब्स होला नि
ब्लाइन्ड डेटबाट सिलु दिदी नै हो भन्ने ब्लाइन्ड डेटको एउटा खतरा डायलग छ त ब्लाइन्ड डेटमा के भनौँ तातो बनाएर सेलाइदिएर तोबा 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 थारा मूड खराब कर दिया फरक छ मम्मी सिन्न भेडाको हुल र्याप नहन भाइ नसमझु मेरो कति आइ कति गए देश खान्छु भनेर धेरै र्यापर मरेका छन् ओभरडोज भएर अघि बढ्छन् तेरो लासमाथि कुचेर को मर्यो अहिलेसम्म ओभरडोज भएर त्यो त विदेशमा मात्रै होला नि यहाँ त भएन होला त्यस्तो त है होइन नेपालको बारेमा भन्यो नि त भन्न त नेपालकै त होला नि हच्चु भने होला नि यहाँ लेख्न हुन त अब फेमस हुनला है रिलिक्सै पुगेर होला भाई अब के बोले अति त नभन्थ्यौ न बिचारा यो चाहिँ यतिको भनेको मैले गाई अर्को गीत बनाउँदाखेरि तिम्रो कमेडी हो ट्याटु रहेछ नि त सिल दिदीको देख्दै देख्दैन ठ्याक्कै खतरा राम्रो राखेर ट्याटु ठ्याक्कै देखेको फेरि स्टप भएर होला लालले भने के ल अहिले स्टार्ट गरिदिउँ फेरि पस्न गरौँ धेरै मलाई मेरै फ्लो ठिक भाइ मबाट सिक हाने होइन मैले डिस त गाँजा खाएर डिस बालन बाटो सफा गर सिलु सवार हुँदैछ मेरो नाममा भएको छ मेरो नाममा भएको छ जुन बेला त खेलाउँथे ठुलो त्यो बेला म खेलाउँथे ठुलो मेरो भाइ खतरा दिए त अहिले त है फेरि सुनिदिउँ न खतरा दिए यो मैले टिकामा लेख्दै गाँजा खाएर ठेस बालन बाटो सफा गर सिलु सवार हुँदैछ मेरो नाममा भएको छ मेरो नाममा भएको छ जुन बेला त खेलाउँथे ठुलो त्यो बेला म खेलाउँथे ठुलो मेरो अङ्की बच्चा होस् भाइ कुरा नगर्द ठुलो ठुलो घरमा छैन चामलको गेडो थाग्न दे गुची जोडनको कठाडो पार गर्छु म कुरो नेपाल खाएर अस्ट्रेलिया ल्यान्ड युनिको प्रोफेसर छ मेरो फ्यान लाखौँ खर्चेको छु बटुल्न ज्ञान सडक गजडी नदेख सान खतरा छ मेरो केटाकेटीको ग्याङ हातमा रोलेक्स घाँटीमा चेन चिल्लो छ गाडी फुल छ ट्याङ्क छुटे छ पारा फुल छ ब्याङ्क दिनरात हसल ठुलै छ एम गरिब छु भन्छ सेम्पाती पाउन दाम खर्च गर्छ माल सामान किन्न फ्रेस माइले काम गर अगाडि बढ्न मबाट सिक सङ्घर्ष गर्न धनी बाउकी छोरी होइन झुपडीमा जन्मेको सत्य कुरा गरे मैले लाज मारिन कलम बोक्नेदेखि गोली ठोक्नेसँग हिँडे माल सामान साकिन मिलियन डलर छैन भन्ने तेरो ब्याङ्कमा लाज मान पुग्छ मलाई क्रिटिसाइज गर्न डबल डिग्री कुलतको सिक्री तोडेर आइज सिलु दिदीसँग लेबल मिलाउन ह्याप्पीहरुमा गन्धाइ गन्दिन तैँले हाने ऱ्याप सुन्दै सुन्दिन म सुन्दै सुन्दिन मलाई मेरै फ्लो ठिक भाइ मबाट बलि चिनिसु कुकुर जस्तो खान्छ गाँजा खाएर ठेस बालन बाटो सफा गर सिलु सवार हुँदैछ मेरो नाममा भएको छ हजुरकै नाममा अब नेपालकोले सबले अब पेपर साइन गरेर दिन्छ सिलदिदीले खायो मार्केट खायो नाइस ट्राई हो क्या बालिनलाई त गर रे अब कहाँ भएन यार सिल्ली दिदी कहाँ कमेन्ट भरि आउला नि फेरि लरको है कमेन्ट लरको आउला नि फेरि सिल्ली दिदी त्यस्तो त के भन्ने हामीले नि योले यो भन्दै बसिरहेको ल आजलाई यति नै के भन्नु अरू त होइन राम्रै थियो मजा थियो गाजर गुटी खाएर सब ऱ्यापमा यस्तोहरू सबलाई भन्न चाहिँ नमिल्ने अलि गजडीहरूलाई चाहिँ अलि धेरै टोकेर भने जस्तो लाग्यो आफ्नो रमाइलोको लागि खायो होला खान्छ होइन कस्तो आउटपुट देखायो भन्ने कुरा नि हो नि त होइन
सबै ऱ्यापरलाई नै भने जसरी भन्थ्यो कि आफ्नो ठाउँमा खाएर रमाइलो गरेर खतरा आउटपुट दिइरहेको खतरा दिइरहेको भन्छ त ऱ्यापहरू होइन त्यो छुट्टी हुन्छ नि त ल सिलु उसले थियो त अनि त्यो 555 को पोडकास्टमा नि भन्थ्यो त म नि गाँजडी हो टाइपको अनि गाँजा 555 ले गाँजा खाएर खान्छ 555 ले त अनि गाँजा खाँदैमा नराम्रो हुँदैन टाइप पनि भन्छ नि त अस्ति त्यो गिरीश खतिवडाले उहाँ भन्नु थियो नि त्यो केमा कमेडीमा बोलाउँदाखेरि नि होइन खायो भन्दै सबले ऱ्यापमा रिप्रेजेन्ट गर्नुपर्छ के भन्थ्यो नि गिरीश खतिवडाले त्यो नि हो खाँदैमा को नराम्रो हुन्छ र होइन राम्रो काम गर्नु पर्यो गाइज हुन त उहाँ सिलदिलले नि के बुझेर होला हामीले धुलो लाउँदाखेरि सब बुझेर भनेको त्यो चाहिँ के भन्ने चाहिँ के खोजेको हामी बुझे हामी त बुझेन त्यो त तोबा राम्रो गोल्डी चाहिँ बोल्ने होइन कि गोल्डै देखाउनु रहेछ कि काम धन्न बुढालाई त खेलाइरहेछ बुढाकी त्यो स्पोन्सर होला नि त ल आजलाई यति नै है धेरै भयो होला भिडियो के भयो थाहै छैन हामीलाई नि हामी जे नि बोलिदिन्छ हाम्रो मन परि आफ्नै छ होइन पारा तर कसैलाई मन दुखाउनको लागि होइन जस्ट फर फन हजुरहरूलाई यसो अनुहारमा एकछिन पनि स्माइल ल्याउनको लागि साथीभाइ भएपछि यस्तो जे पनि निस्किन्छ ल गाइज है त्यस पुऱ्याउन चाहन्छु लाइक शेयर एन्ड सब्स्क्राइब ल चुप कर बे कुत्ते पिस मन पर्नेलाई कमेन्ट नि गरिदिनु जस्तो भयो भने कमेन्ट गरिदिनु आउँदो दिनमा के गर्दै जाम्ला कमेन्ट दिएर हामीलाई केही सूचना नत्र पनि केही फिडब्याक गरिदिनु होला यस्तो ल नमस्ते आज के लिए फिलहाल इतना ही। आपकी तरह मैं भी मायूस हूँ, लेकिन उम्मीद पर दुनिया कायम है। दिल दुखा है लेकिन टूटा तो नहीं है, और उम्मीद का दामन छूटा तो नहीं।